हेलो नमस्ते गुड मर्निङ सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई मेरो सीबीएम युट्युब च्यानलमा हार्दिक स्वागत गर्दछु। आज म पुनः उपस्थित भइसकेको छु तपाईहरुमा रेक्टिफिकेसन अफ एररको पार्ट 2 लिएर। आशा छ विद्यार्थी भाइ बहिनीहरूले यस पार्टमा रेक्टिफिकेसन अफ एररसँग सम्बन्धित रहेर सोधिने विभिन्न प्रश्नहरूलाई कसरी सल्भ गर्न सकिन्छ भन्ने कुराहरुको आइडिया लिनुहुनेछ भनेर। ल विद्यार्थी भाइ बहिनीहरू, अब हामीले पहिला जति पनि एररहरू पढ्यौं ती एररहरूलाई अझ समराइज गरिएको छ। एउटा चाहिँ वन साइडेड एरर भनिएको छ, अर्को भनेको टु साइडेड एरर भनेर भनिएको छ। अर्थात विद्यार्थी भाइ बहिनीहरू, यो वन साइडेड एरर र टु साइडेड एरर यदि ट्रायल ब्यालेन्स भन्दा अगाडि पत्ता लागेको खण्डमा चाहिँ हामीले कसरी सच्याउने र यदि ट्रायल ब्यालेन्स बनाइसकेपछि पत्ता लागेका छन् भने कसरी सच्याउने भन्ने कुरा हामी इन डेप्थमा छलफल गर्छौं है त। ल विद्यार्थी भाइ बहिनीहरू, पहिला सुरु म चाहिँ तपाईहरुलाई यो वन साइडेड एरर भनेको के रहेछ भन्ने थोरै बुझाउँ है त। यो वन साइडेड एरर भनेको के हो त भन्दा एफेक्टिङ वन अकाउन्ट वन साइड भनेर भनेको छ। अर्थात विद्यार्थी भाइ बहिनीहरू, यदि कुनै एउटा साइड कुनै एउटा अकाउन्टमा मात्र मिस्टेक हुन्छ एरर हुन्छ भने त्यो वन साइडेड एरर हो भनेर बुझ्नु पर्यो। हामीसँग भएको के हो त भन्दा दुईटा साइड हो के, एउटा भनेको डेबिट साइड हो, अर्को भनेको क्रेडिट साइड हो। यदि डेबिट साइडमा मात्र एरर भएको छ भने पनि वन साइडेड एरर हो, यदि क्रेडिट साइडमा मात्र तपाईको चाहिँ एरर भएको छ भने पनि त्यो वन साइडेड एरर हो। यदि यो वन साइडेड एरर हो भने यसले ट्रायल ब्यालेन्सलाई त के गर्छ त भन्दा ट्रायल ब्यालेन्स डीआर इक्वल टु सीआर हुँदैन। वन साइडेड एररलाई बिफोर ट्रायल ब्यालेन्स पत्ता लगायौं भने त्यसलाई कसरी सच्याउने भन्ने कुरो बुझौं है त। जस्तो मैले यहाँ के एक्जाम्पल दिएको छु वन साइडेड एररको। परचेज बुक अन्डर कास्ट बाइ ₹200 भनेको छ। अर्थात परचेज बुक भनेको सब्सिडारी बुक हो। सब्सिडारी बुक अन्तर्गत के आउँछ त भन्दा परचेज बुक, सेल्स बुक, परचेज रिटर्न बुक, सेल्स रिटर्न बुक, क्याश बुक आउँछ। भनेपछि यी बुकहरुमा यदि अन्डर कास्ट ओभर कास्ट भनेर भन्छ भने वन साइडेड एररको केस हो भनेर बुझ्नु पर्ला। बुझ्नुभयो? ल हेर्नुस् त विद्यार्थी भाइ बहिनीहरू, जस्तो परचेज बुक सपोज मानौ यो छ है, उले रामबाट परचेज गरेछ, हरिबाट परचेज गरेछ, श्यामबाट परचेज गरेछ र यसरी उले चाहिँ के गर्छ विभिन्न अमाउन्टमा खरिद गर्दा लास्टमा हामीले टोटल गर्नुपर्छ किनकि यो अमाउन्ट नै परचेज अकाउन्टमा जाने हो। भनेपछि 1200 हुने ठाउँमा 1400 गरेछौं भनेपछि ओभर कास्ट गर्दैछौ अर्थात बढी जोडेको छौं। त्यसैगरी 1000 मात्रै लेख्यौं भने अब यो जोड्दाखेरि मिस्टेक गर्यौ नि, अघि नै चाहिँ बढी जोड्यौं एक्चुअल अमाउन्ट भन्दा, अहिले हामीले यहाँ के गरेको छौं त भन्दा एक्चुअल अमाउन्ट भन्दा कम जोडेको छौं। भनेपछि यो के भयो त अन्डर कास्ट भयो। यो अन्डर कास्ट ओभर कास्ट सब्सिडारी बुकसँग सम्बन्धित रहेको छ भने यी सबै एररहरू कुन एरर अन्तर्गत पर्छन् त भन्दा वन साइडेड एरर अन्तर्गत पर्छन्। अर्को वन साइडेड को एक्जाम्पल हेरौं त। क्याश पेड टु राम रङली क्रेडिटेड टु हिज अकाउन्ट बाइ ₹500 भनेको छ। यहाँ के बुझ्नु पर्यो भने क्याश पेड टु राम गर्दाखेरि यहाँ एन्ट्री के भन्छ त भन्दा राम अकाउन्ट डीआर टु क्याश अकाउन्ट। उसको मिस्टेक के भएको त भन्दा रामलाई डेबिट गर्नुपर्ने ठाउँमा क्रेडिट गरिदिएको हो भनेर बुझ्नु पर्यो। यही सेम ट्रान्ज्याक्सनसँग रिलेटेड भएर क्रेडिट भएको एन्ट्रीमा यदि डेबिट गर्नुपर्ने पाटोलाई क्रेडिट गरिएको छ, क्रेडिट गर्ने पाटोलाई डेबिट गरिएको छ भने यो वन साइडेड एरर हो भनेर बुझ्नु पर्यो। बुझ्नुभयो विद्यार्थी भाइ बहिनीहरू? यी दुवै वन साइडेड एररलाई हामी के गर्छौं त भन्दा रेक्टिफाई गर्दाखेरि कुन अवस्थामा यदि ट्रायल ब्यालेन्स तयार गर्नु भन्दा यस्ता एररहरू पत्ता लागेको छन् भने यसलाई हामीले सम्बन्धित लेजर अकाउन्टमा सच्याउनु पर्ने हुन्छ। यो कसरी सच्याउने भन्ने कुरो एकछिनपछि हामी छलफल गर्छौं है। र त्यसैगरी यहाँ हेर्नुस् त सेम ट्रान्ज्याक्सन हो, परचेज बुक अन्डर कास्ट वन साइडेड एरर हो, क्याश पेड टु राम रङली क्रेडिटेड टु हिज अकाउन्ट बाइ ₹500 भनेको छ, यो पनि वन साइडेड एरर हो हैन। ट्रायल ब्यालेन्स तयार गरिसकेपछि पत्ता लाग्छ भने यसलाई कसरी सच्याउने त भन्दा रेक्टिफाइड विथ सस्पेन्ड अकाउन्ट भनेको छ। सस्पेन्ड अकाउन्ट युज गरेर हामीले रेक्टिफाई गर्छौं। अब यो सस्पेन्ड अकाउन्ट भनेको के हो भनेर म तपाईलाई एकछिनपछि डेफिनेसनको पार्टमा बुझाउँछु। विद्यार्थी भाइ बहिनीहरू, अब हामी यस भिडियोमा के गरौँ त भन्दा वन साइडेड एररमा मात्र फोकस भएर हामी अगाडि बढौँ है त। अब यो सस्पेन्ड अकाउन्ट यो वन साइडेड एरर त्यही पनि तपाईको चाहिँ आफ्टर ट्रायल ब्यालेन्स तयार गरिसकेपछि पत्ता लागेको छ भने यस्तो केसमा सस्पेन्ड अकाउन्टलाई युज गरेर दिएको एररहरूलाई चाहिँ रेक्टिफाई गर्ने गर्छौं। कुन अवस्थामा त भन्दा यदि आफ्टर ट्रायल ब्यालेन्सको केस छ भने। बुझ्नुभयो? ल यो सस्पेन्ड अकाउन्ट भनेको के रहेछ भनेर बुझौँ है त। सस्पेन्ड अकाउन्ट इज एन आर्टिफिशियल अर टेम्पररी account that maintains aggregate record of unidentified financial transactions whose amount is less to the deficit side of unbalanced trial balance in order to match the trial balance भनेर भनेको छु। अर्थात विद्यार्थी भाइ बहिनीहरू, सस्पेन्ड अकाउन्ट भनेको एउटा कृत्रिम अर्थात अस्थायी लेखा हो जसले के गर्छ त भन्दा पहिचान नभएका फाइनान्शियल ट्रान्ज्याक्सनहरूको रेकर्ड समष्टिगत रूपमा राखेको हुन्छ र उक्त अकाउन्टको अमाउन्टलाई नमिलेको ट्रायल ब्यालेन्सको कमी भएको साइडमा राखेर ट्रायल ब्यालेन्सलाई
मिलाउने काम गरिन्छ। बुझ्नुभयो विद्यार्थी भाइ बहिनीहरू। अर्थात् यो सस्पेन्ड अकाउन्टले के गर्दो रहेछ त भन्दा नमिलेको ट्रायल ब्यालेन्सलाई मिलाउने काम गर्दो रहेछ भनेर बुझ्नु पर्यो। बुझ्नुभयो विद्यार्थी भाइ बहिनीहरू। मैले वन साइडेड एरर अन्तर्गत तयार पारिएका विभिन्न क्वेशनहरू मैले यहाँ समावेश गरेको छु। अब यसलाई कसरी सल्भ गर्ने बिफोर ट्रायल ब्यालेन्स अर्थात् आफ्टर ट्रायल ब्यालेन्सको केसमा भनेर म तपाईलाई बुझाउन गइरहेको छु। सबै सब्सिडियरी बुक जाने भनेको त सम्बन्धित लेजर अकाउन्टमै हो भनेपछि पर्चेस बुक कहाँ जान्छ? पर्चेस अकाउन्टमा जान्छ। पर्चेस रिटर्न बुक पर्चेस रिटर्न अकाउन्टमा जान्छ। सेल्स बुक सेल्स अकाउन्टमा जान्छ भने सेल्स रिटर्न बुक सेल्स रिटर्न अकाउन्टमा जान्छ। र यसरी हामीले यसको नेचर के हो त भनेर बुझौँ है। पर्चेस अकाउन्टको नेचर नै के हो त भन्दा तपाईको डेबिट हो। त्यसै गरी पर्चेस रिटर्न अकाउन्टको नेचर के हो त भन्दा क्रेडिट हो। भनेपछि सेल्स अकाउन्टको नेचर चाहिँ क्रेडिट हो, सेल्स रिटर्न अकाउन्टको नेचर चाहिँ डेबिट हो भनेर बुझ्नु। अब यसरी हामीले सम्बन्धित अकाउन्टहरूको नेचर बुझिसकेपछि यदि क्वेशनले चाहिँ यी अकाउन्टहरूमा अन्डरकास्ट भनेर भनेको छ भने सेम साइडमा सो गर्छौं। बुझ्नुभयो। यदि ओभरकास्ट भनेको छ भने अपोजिट साइडमा जान्छौं। जस्तो तपाईहरुलाई चाहिँ क्वेशनमा डेबिटेड क्रेडिटेड पोस्टेड जस्ता वर्डहरू प्रयोग गरेको हुन्छ। यसले भनेको के त भन्दा कुनै एउटा साइडमा मिस्टेक हो तर अर्को साइड चाहिँ राइट छ भनेर जनाउँछ। बुझ्नुभयो। ल अब हामी क्वेशन सल्भ गर्दै गर्ने क्रममा यसलाई अझ क्लियरली बुझ्छौं। अब मैले तपाईलाई यी क्वेशनहरू चाहिँ बिफोर ट्रायल ब्यालेन्समा कसरी सचाउने आफ्टर ट्रायल ब्यालेन्समा कसरी सचाउने भनेर म तपाईलाई सिकाउन गइरहेको छु। अघि नै हामीले थ्योरीमा पनि बुझ्यौं। बिफोर ट्रायल ब्यालेन्सको केसमा सम्बन्धित लेजर अकाउन्टमै जान्छौं। आफ्टर ट्रायल ब्यालेन्सको केसमा के गर्छौं त भन्दा सस्पेन्ड अकाउन्टलाई प्रयोग गरेर रेक्टिफाई गर्छौं। अब म तपाईहरुलाई एउटा एउटा रेक्टिफाई गरेर देखाउँछु है त। ल अब मैले यो बिफोर ट्रायल ब्यालेन्सको केसमा यो पर्चेस बुक अन्डरकास्ट बाइ रुपीज भनेको छ भनेपछि मैले यहाँ के गर्नु पर्यो त भन्दा सम्बन्धित लेजर अकाउन्टमा जानु पर्यो। बिफोर ट्रायल ब्यालेन्सको केसमा भनेपछि म यहाँ पर्चेस अकाउन्ट भनेर लेखे। पर्चेस बुक भनेपछि पर्चेस अकाउन्टमा जाने हो। पर्चेस अकाउन्टको नेचर के हो त डेबिट साइड हो। अब यो नेचर थाहा भइसकेपछि यो अन्डरकास्ट भएको छ कि ओभरकास्ट भएको छ भनेर हेर्छु। भनेपछि यहाँ के भनेको छ अन्डरकास्ट भनेको छ। अन्डरकास्ट भनेको छ भनेपछि हामीले के गर्छौं त सेम साइड भनेपछि डेबिट साइडमै हामीले के गर्नु पर्यो रेक्टिफाई गर्नु पर्यो। अब यो रेक्टिफाई गर्ने क्रममा हामीले के गर्छौं त भन्दा हेर्नुस् त टु रेक्टिफिकेसन अफ पर्चेस बुक अन्डरकास्ट भनेर मैले यहाँ लेखे है त। ल अब यसको अमाउन्ट कति छ त विद्यार्थी भाइ बहिनीहरु 4000 यति गर्यो भने के भयो त भन्दा यो पर्चेस बुक अन्डरकास्टको चाहिँ एरर थियो यो के भयो त भन्दा रेक्टिफाई भयो भनेर बुझ्नु पर्यो। अब यो त भयो बिफोर ट्रायल ब्यालेन्सको केसमा। अब यही क्वेशनलाई आफ्टर ट्रायल ब्यालेन्सको केसमा हामीले कसरी रेक्टिफाई गर्छौं भन्ने कुरो पनि हेरौं है त। पर्चेस बुकको नेचर के हो त भन्दा डेबिट हो। यो अन्डरकास्ट भनेको छ ओभरकास्ट भनेको छ अन्डरकास्ट भनेको छ। अन्डरकास्ट भनेको के हो त भन्दा सेम साइड हुनु पर्यो। अर्थात तपाईको चाहिँ पर्चेस अकाउन्ट डेबिट कति छ त 4000। पर्चेस अकाउन्टलाई हामीले डेबिट किन गर्यो त भन्दा किनकि पर्चेस अकाउन्टको नेचर नै डेबिट हो र साथमा यहाँ के भनेको छ त भन्दा अन्डरकास्ट भनेको छ। भनेपछि अन्डरकास्ट भनिसकेपछि त हामीले के हो त भन्दा सेम साइडमा सो गर्ने हो। भनेपछि पर्चेस अकाउन्ट डेबिट छ भनेपछि यसको सेम साइड नै डेबिट नै हो। अब क्रेडिट साइडमा केही छ त छैन। क्रेडिट साइडमा केही छैन भने हामीले कुन अकाउन्ट प्रयोग गर्छौं सस्पेन्ड अकाउन्ट प्रयोग गर्छौं। टु सस्पेन्ड अकाउन्ट। ल यसको अमाउन्ट कति छ त 4000 यति गर्यो भने के हो त भन्दा हामीले आफ्टर ट्रायल ब्यालेन्सको केसमा यो प्रब्लमलाई सल्भ गर्यौं। बुझ्नुभयो। ल म सँगसँगै जान्नु होला है। म किनभने मैले यो फरक फरक लेजर फर्मेटहरु बनाएको छैन। यही फर्मेटमा रहेर एउटा क्वेशन सल्भ गर्छु फेरि त्यसलाई एरेन्ज गरेर फेरि अर्को क्वेशन सल्भ गर्छु है त। तपाईहरु लेख्दै जान्नु होला। ल विद्यार्थी भाइ बहिनीहरु हामीले क्वेशन नम्बर 1 लाई बिफोर ट्रायल ब्यालेन्स र आफ्टर ट्रायल ब्यालेन्सको केसमा कसरी सचाउनु पर्दो रहेछ भन्ने कुरो बुझ्यौं। र त्यसैगरी क्वेशन नम्बर 2 मा हेरौं त सेल्स बुक ओभरकास्ट बाइ रुपीज 5000 भनेको छ। अब सेल्स बुक ओभरकास्ट गरेको छ। पहिला सुरु हामीले यसको नेचर थाहा पाउनु पर्यो। सेल्स बुकको नेचर के हो त भन्दा क्रेडिट हो। भनेपछि ओभरकास्ट भनेको छ भनेपछि अपोजिट साइडमा सो गर्नु पर्यो। अपोजिट साइड भनेको यो क्रेडिट छ भने यसको अपोजिट साइड भनेको डेबिट साइडमा सो गर्नु पर्यो सेल्स अकाउन्टलाई। ल हेर्नुस् त ल म यहाँ बिफोर ट्रायल ब्यालेन्सको केसमा यसलाई सल्भ गरेर देखाउँछु है त। ल अब फेरि मैले के गर्नु पर्यो सम्बन्धित लेजरमा जानु पर्यो सेल्स अकाउन्ट तयार गर्नु पर्यो। भनेपछि अब यो के भनेको छ सेल्स बुक ओभरकास्ट। सेल्सको नेचर त क्रेडिट साइड हो हैन। अब यहाँ नलेखेर हामीले के जनाउँछौं यहाँ जनाउँछौं कि डेबिट साइडमा सो गर्छौं अपोजिट साइडमा सो गर्छौं है। फेरि के लेख्छु टु रेक्टिफिकेसन अफ सेल्स बुक ओभरकास्ट। यसको अमाउन्ट कति दिएको छ 5000। ल यति गर्यो भने बिफोर ट्रायल ब्यालेन्सको केसमा क्वेशन नम्बर 2 लाई यसरी सल्भ गर्छौं। बुझ्नुभयो। र अब यो आफ्टर ट्रायल ब्यालेन्सको हामीले केसमा के गर्छौं त भन्दा म सिधै रेक्टिफाईमा गए। सेल्स बुकको अमाउन्ट जाने भनेको सेल्स अकाउन्टमा हो। सेल्स अकाउन्टको नेचर त क्रेडिट हो। भनेपछि यसले त के भनेको छ ओभरकास्ट भनेको छ। ओभरकास्ट भनेपछि यो अपोजिट साइडमा सो गर्नुपर्ने हुन्छ। अर्थात यो सेल्स क्रेडिट छ भने यसलाई डेबिटमा सो गर्नु पर्यो। अर्थात सेल्स अकाउन्ट डीआर कति छ त 5000। क्रेडिटमा के छ त छैन भनेपछि हामी सस्पेन्ड अकाउन्ट प्रयोग गर्छौं टु सस्पेन्ड अकाउन्ट। ल यसरी हामीले के गर्यौं त भन्दा क्वेशन नम्बर 2 लाई पनि बिफोर र आफ्टरको केसमा सल्भ गर्यौं। अब हामी क्वेशन नम्बर 3 मा जाउँ त। क्वेशन नम्बर 3 ले के भनेको छ पर्चेस रिटर्न बुक ओभरकास्ट बाइ रुपीज 1000 भनेको छ।
छ। ल मैले अब यहाँ के गरे त भन्दा बिफोर ट्रायल ब्यालेन्सको केसमा पर्चेस रिटर्न अकाउन्ट तयार गर्छु है त। पर्चेस रिटर्न अकाउन्ट तयार गरे। ल अब मैले पर्चेस रिटर्न अकाउन्टको नेचर के हो त भन्दा तपाईको क्रेडिट हो भनेपछि क्वेशनमा के भनेको छ, अन्डरकास्ट भनेको छ, ओभरकास्ट भनेको छ। ओभरकास्ट भनेको छ, ओभरकास्ट भनेपछि अपोजिट साइड अर्थात यो क्रेडिट हो भने चाहिँ यसलाई हामीले डेबिट साइडमा शो गर्नु पर्यो। बुझ्नुभयो? अब पर्चेस रिटर्न अकाउन्टको क्रेडिट साइड भनेको त यो हो, तर ओभरकास्ट भन्ने हुनाले हामी के गर्नुपर्छ त भन्दा यसको नेचर क्रेडिट हो भने यसको अपोजिट साइडमा गएर हामीले के गर्नुपर्छ, रेक्टिफाई गर्नुपर्छ। ल विद्यार्थी भाइ बहिनीहरु यसलाई पनि रेक्टिफाई गरौँ त। टु रेक्टिफिकेसन अफ पर्चेस रिटर्न बुक ओभरकास्ट। ल यसको अमाउन्ट कति छ त 1000 भनेपछि अब यसलाई आफ्टर ट्रायल ब्यालेन्स पत्ता लागेको छ भने कसरी सचाउँछौं त भन्दा ल हेर्नु त सेम क्वेशन पर्चेस रिटर्न बुकको अमाउन्ट पर्चेस रिटर्न अकाउन्टमा जाने हो। पर्चेस रिटर्न अकाउन्टको नेचर भनेको क्रेडिट हो, ओभरकास्ट भएको हुनाले यसलाई हामीले के गर्छौं त भन्दा अपोजिट साइडमा शो गर्छौं अर्थात क्रेडिट छ भने डेबिट साइडमा शो गर्छौं। पर्चेस रिटर्न अकाउन्ट डेबिट भन्छ यसको अमाउन्ट कति दिएको छ त 1000। ल अब यता हेर्नुस् त क्रेडिटमा हामीले के लेख्छौं त भन्दा टु सस्पेन्स अकाउन्ट भनेर लेख्छौं है त। यसको कति छ 1000। त यसरी हामीले के गर्यौं त भन्दा यो क्वेशनलाई पनि आफ्टर र बिफोर को केसमा सल्भ गर्यौं। त्यसैगरी क्वेशन नम्बर 4 ले के भनेको छ हेर्नुस् त सेल्स रिटर्न बुक इज अन्डरकास्ट बाइ ₹600 भनेको छ। ल अब म यहाँ चाहिँ के गर्छु त भन्दा सेल्स रिटर्न अकाउन्टको लेजर क्रिएट गर्छु है त। सेल्स रिटर्न अकाउन्ट अब यो अकाउन्ट तयार गरिसकेपछि अब हैन सेल्स रिटर्न बुकको ट्रान्ज्याक्सनलाई हामीले सेल्स रिटर्न अकाउन्टमा पोस्टिङ गर्नुपर्ने हुन्छ। यसरी सेल्स रिटर्न अकाउन्टको नेचर त डेबिट हो भनेपछि यसले के भनेको छ त भन्दा अन्डरकास्ट भनेको छ। अन्डरकास्ट भनेपछि सेम साइड अर्थात यो डेबिट हो भने डेबिट साइडमै गएर रेक्टिफाई गर्नु पर्यो है। ल यसलाई पनि रेक्टिफाई गरौँ त। टु रेक्टिफिकेसन अफ सेल्स रिटर्न बुक अन्डरकास्ट भनेर यसको अमाउन्ट कति दिएको छ त 600 छ है त। यसरी हामीले के गर्यौं त भन्दा बिफोर ट्रायल ब्यालेन्सको केसमा यो सेल्स रिटर्न अन्डरकास्ट भएकोलाई रेक्टिफाई गर्यौं। ल त्यसैगरी विद्यार्थी भाइ बहिनीहरु यदि आफ्टरको केस छ भने हामी के गर्छौं त भन्दा हेर्नुस् त अब सेल्स रिटर्न अन्डरकास्ट भन्ने छ भने सेम साइड हुन्छ भनेपछि यो डेबिट छ भने यसलाई डेबिटै गर्नु पर्यो हैन। सेल्स रिटर्न अकाउन्ट कति दिएको छ यसको अमाउन्ट 600। अब क्रेडिट साइडमा के छ त केही छैन। क्रेडिट साइडमा के छ भने टु सस्पेन्ड अकाउन्ट गर्छौं है त 600। यसरी यो क्वेशनलाई पनि हामीले के गर्यौं त भन्दा बिफोर ट्रायल ब्यालेन्स र आफ्टर ट्रायल ब्यालेन्सको केसमा रेक्टिफाई गर्यौं। अब हामी अर्को क्वेशन टाइपमा जान्छौं है। यो अर्को टाइप चाहिँ क्वेशन नम्बर 5 देखि सुरु छ। ल यसलाई रामसँग हेर्नुस् त क्याश पे टु राम रङली क्रेडिटेड टु हिज अकाउन्ट बाइ ₹500 भनेको छ। क्याश पे गर्दाखेरि राम्स अकाउन्ट डीआर टु क्याश अकाउन्ट हुन्छ तर यहाँ एरर के भएको छ त भन्दा रामलाई डेबिट गर्नुपर्ने ठाउँमा रामलाई के गरिएको छ क्रेडिट गरिएको छ। अर्थात यो डेबिटेड क्रेडिटेड भनेको एउटा साइडमा मात्रै एरर हो अर्को साइड चाहिँ राइट हुन्छ है। अब यसमा के हो त राम अकाउन्टमा मात्रै रङ गरिएको तर क्याश अकाउन्टमा रङ गरिएको होइन है। भनेपछि रामलाई डेबिट गर्नुपर्ने थियो रामलाई के गरिएको छ क्रेडिट गरिएको छ। यदि सेम नेचरको ट्रान्ज्याक्सनमा एउटै ट्रान्ज्याक्सनको डेबिट साइडमा भएको अकाउन्टलाई क्रेडिट गरिएको वा क्रेडिट साइडमा भएको अकाउन्टलाई डेबिट गरिन्छ भने त्यो चाहिँ के हुन्छ त भन्दा वन साइडेड एरर हुन्छ। र यसरी हामीले बुझ्नुपर्ने कुरो के छ भने यदि डेबिटलाई क्रेडिट गर्छौं क्रेडिटलाई डेबिट गर्छौं भने यस्तो अवस्थामा रेक्टिफाई गर्दाखेरि सम्बन्धित अकाउन्टलाई डबल अमाउन्ट इफेक्टले शो गर्नुपर्ने हुन्छ है। यो डबल अमाउन्ट इफेक्ट कसरी शो गर्छौं भन्ने कुरो म तपाईलाई यहाँ देखाउँछु है त। ल अब हामी के गरौँ त भन्दा राम्स अकाउन्ट तयार गरौँ। राम्स अकाउन्ट र यसरी राम्स अकाउन्ट तयार गरिसकेपछि यहाँ मिस्टेक भएको के छ त भन्दा राम चाहिँ यहाँ डेबिटमा शो हुनुपर्ने हो तर यहाँ चाहिँ के गरेको छ क्रेडिटमा शो भएको छ। भनेपछि अब यसलाई हामीले कहाँ सोचाउनु पर्यो त भन्दा क्रेडिटमा लेखिएको छ भने यसलाई लिएर हामी डेबिटमा जानु पर्यो। अब डेबिटमा हामीले कसरी सोचाउँछौं त भन्दा टु रेक्टिफिकेसन अफ रङली क्रेडिटेड टु राम्स अकाउन्ट। अब यसलाई के भनेको थियो भने डबल अमाउन्ट इफेक्ट शो गर्नु पर्यो भनेपछि यसले के गरेको थियो भने रङली क्रेडिट साइडमा 500 ले शो गरेको थियो। अब यो 500 लाई क्यान्सल गर्नको लागि र रामको डेबिट साइडमा 500 देखिनको लागि हामीले के गर्नुपर्छ भने 1000 यहाँ राख्नु पर्छ। 1000 किन राखेको त भन्दा डेबिट भनेको प्लस हो बुझ्नुभयो क्रेडिट भनेको माइनस हो। यसमा 1000 शो गर्छौं बुझ्नु विद्यार्थी भाइ बहिनीहरु। यति गर्यौं भने यो राम अकाउन्टमा भएको एररलाई हामीले बिफोर ट्रायल ब्यालेन्सको केसमा यसरी सच्याउँछौं। अब यही प्रब्लमलाई यदि आफ्टर ट्रायल ब्यालेन्स भन्थ्यौ भने कसरी सच्याउँथ्यौ त भन्दा ल हेर्नुस् त अब हामीले यो राइट एन्ट्री त रामलाई पे गर्दाखेरि के हुन्छ राम्स अकाउन्ट डीआर कति छ 500 टु के हुन्छ क्याश अकाउन्ट 500
500। तर उसले यहाँ चाहिँ के गरेको भने रामलाई डेबिट गर्नुपर्ने ठाउँमा रामलाई के गरिदियो क्रेडिट गरिदियो। क्रेडिटेड भन्नुको अर्थ के हो त भन्दा रामको अकाउन्टमा मात्र एरर भएको हो भनेर बुझ्नु पर्यो, तर क्यास चाहिँ राइट गरेको छ भनेर बुझ्नु पर्यो। अर्थात विद्यार्थी भाइ बहिनीहरू यसले के गरेको रहेछ भने टु राम्स अकाउन्ट भनेर उसले 500 जनाइदियो। अर्को साइड त राइट छ, फेरि अनि उसले के गरेको रहेछ भने टु क्यास अकाउन्ट, किन क्यास अकाउन्ट त राइट गरेको छ उसले 500, अर्थात उसले डेबिटमा केही पनि जनाएको रहन्छ। बुझ्नुभयो? ल अब हामीले के बुझ्नु पर्यो भने क्यास अकाउन्ट के छ त राइट छ, त्यही भएर क्यास अकाउन्टलाई हामीले सचाउनु जरुरी छैन। तर मिस्टेक गरेको के हो त भन्दा राम चाहिँ डेबिट हुनु पर्ने थियो, रामलाई क्रेडिट गरेको छ। अब यो क्रेडिट गरेको छ भने यसलाई हामीले रेक्टिफाई गर्दा के गर्नु पर्यो भने डेबिट गर्नु पर्यो, राम्स अकाउन्ट डेबिट। अब हामीले यसमा डबल अमाउन्ट इफेक्ट सो गर्नु पर्ने हुन्छ। किन त भन्दा यो डेबिट 1000 बाट तपाईको चाहिँ क्रेडिट भएको 500 घट्छ र डेबिट साइडमा कति देखिन्छ त 500 नै देखिन्छ, जुन चाहिँ हामीलाई चाहिएको। भनेपछि यसरी हामीले के गर्यौ त भन्दा डेबिट साइडमा राम्स अकाउन्टलाई डबल अमाउन्ट इफेक्ट अर्थात 500 थियो भने 1000 ले डेबिट गर्यौं। भनेपछि अब 2 मा के छ के छैन, 2 मा हामीले के गर्छौं त भन्दा टु सस्पेन्स अकाउन्ट, ल यसलाई पनि 1000 ले सो गर्यौं। ल यसरी विद्यार्थी भाइ बहिनीहरू बिफोर र आफ्टर ट्रायल ब्यालेन्सको केसमा दिएको एररलाई हामीले यसरी सचाउँछौं। बुझ्नुभयो? त्यसैगरी विद्यार्थी भाइ बहिनीहरू हामी प्रब्लम नम्बर 6 मा जाउँ त। यसले के भनेको छ, मेसिनरी पर्चेस फर ₹10,000 बट रेकर्डेड एज ₹1,000 इन मेसिनरी अकाउन्ट भनेको छ। अर्थात विद्यार्थी भाइ बहिनीहरू यदि हामीले मेसिन पर्चेस गरेको छौं भने यसको एक्चुअल एन्ट्री के हुन्छ, मेसिनरी अकाउन्ट DR2 क्याश अकाउन्ट हुन्छ र मेसिनरी अकाउन्टलाई 10,000 लेख्नु पर्ने ठाउँमा उले के मात्र लेखेको छ 1000 मात्र लेखेको छ। अर्थात मेसिनरी अकाउन्टमा मात्र एरर भएको छ भनेर बुझ्नु पर्यो। यसले क्याश अकाउन्टको पाटोमा केही नभनेको हुनाले क्याश अकाउन्ट चाहिँ सही गरेको छ भनेर बुझ्नु पर्यो है। यसको लागि के गर्नु पर्यो भने अब म मेसिनरी अकाउन्टमै गएर यसलाई रेक्टिफाई गर्छु। त्यसको लागि मैले एउटा मेसिनरी अकाउन्ट क्रिएट गर्छु, मेसिनरी अकाउन्ट। ल हेर्नुस् त विद्यार्थी भाइ बहिनीहरू मेसिनरी अकाउन्ट त डेबिट छ, डेबिट साइडमा 10,000 लेख्नु पर्ने ठाउँमा उले कति मात्र लेखिदिएको छ 1000 मात्र लेखेको छ। अर्थात यसले अन्डर लेखेको छ, ओभर लेखेको छ, अन्डर लेखेको छ, अन्डर लेखेको छ भने यो अन्डर कार्ड जस्तै मान्नु पर्यो है। अन्डर कार्ड छ भने यो सेम साइड मेसिनरी अकाउन्ट त डेबिट भएको छ भनेपछि मेसिनरी अकाउन्टकै डेबिट साइडमा गएर हामीले यसलाई रेक्टिफाई गर्नु पर्यो। र यसलाई पनि हामीले के गरौँ त भन्दा अन्डर कास्ट जस्तै मानेर रेक्टिफाई गरौँ। टु रेक्टिफिकेसन अफ मेसिनरी अकाउन्ट अन्डर कास्ट कतिले चाहिँ तपाईको फरक परेको रहेछ त भन्दा 9000 ले। ल 9000 बराबर हामीले डेबिट साइडमा सो गर्यौं। जस्तो यो एररलाई हामीले यसरी सच्यायौं। यदि यही प्रब्लममा आफ्टर ट्रायल ब्यालेन्सको केस हुन्थ्यो भने कसरी सचाउँथ्यौं भने ल हेर्नुस् त विद्यार्थी भाइ बहिनीहरू यसको राइट एन्ट्री त के हुन्थ्यो, मेसिनरी अकाउन्ट DR कति छ 10,000, क्याश अकाउन्ट हुन्छ 10,000। ल हेर्नुस् है मिस्टेकले के गरेको रहेछ भने मेसिनरी अकाउन्ट DR, मेसिनरी अकाउन्ट DR त गरेको छ तर अमाउन्ट कति लेखिदिएको छ भने 1000 मात्रै। तर क्याशलाई के गरेको छ राइट गरेको छ भनेर बुझ्नु पर्यो हामीले, क्याश अकाउन्ट 10,000। ल हेर्नुस् त क्याश अकाउन्ट त राइट गरेको छ, यसलाई सचाउनु परेन। तर मिस्टेक के गरेको त भन्दा 10,000 लेख्नु पर्ने साटोमा 1000 मात्र लेखेको छ। अर्थात यसले के गरेको छ अन्डरकास्ट गरेको छ। अन्डरकास्ट गरेको छ भने हामीले कास्ट सो गर्नु पर्यो, सेम साइडमा सो गर्नु पर्यो। भने सेम साइड भनेको के हो त भन्दा मेसिनरी अकाउन्ट डेबिट छ, डेबिटमा सो गर्नु पर्यो। अर्थात मेसिनरी अकाउन्टलाई डेबिट गर्नु पर्यो, मेसिनरी अकाउन्ट डेबिट। भनेपछि कतिले चाहिँ अन्डरकास्ट भएको छ 9000 ले। 2 मा के छ त केही छैन भनेपछि हामीले सस्पेन्ड अकाउन्ट युज गर्नु पर्यो, टु सस्पेन्स अकाउन्ट कति गर्नु पर्यो 9000। यसरी विद्यार्थी भाइ बहिनीहरू हामीले यो वन साइडेड एररलाई के गर्यौ त भन्दा आफ्टर र बिफोर ट्रायल ब्यालेन्सको केसमा रेक्टिफाई गर्यौ। क्वेशन नम्बर 7 मा जाउँ त। यसले के भनेको छ, क्याश पेड टु बिमल अफ ₹3,550 वाज रेकर्डेड इन हिज अकाउन्ट ₹3,500 भनेको छ। अर्थात विद्यार्थी भाइ बहिनीहरू ल यसको एन्ट्री के हुन्छ त बिमल्स अकाउन्ट DR टु क्याश अकाउन्ट हुन्छ। ल हेर्नुस् त 3,550 राख्नु पर्ने थियो तर उसले कति मात्र राख्यो त भन्दा 3,500 मात्र राख्यो। अर्थात बिमलको अकाउन्टमा मात्र रङ भएको भनेर बुझ्नु पर्यो है। तर क्याशको सन्दर्भमा केही नभनेको हुनाले क्याश अकाउन्ट
चाहिँ ठिक छ भनेर बुझ्नु पर्यो। ल अब हामी यसलाई रेक्टिफाई गर्नको लागि के गर्छौं त भन्दा बिमल अकाउन्ट क्रिएट गर्छौं। बिमल्स अकाउन्ट हेर्नुस् त यहाँ भएको के रहेछ भने बिमलको अकाउन्टमा 3550 हुनुपर्ने ठाउँमा उले 3500 मात्रै लेखिदिएको छ। अर्थात बिमलको अकाउन्टमा बढी अमाउन्ट पोस्ट भयो कि कम अमाउन्ट पोस्ट भयो? पक्कै पनि कम अमाउन्ट पोस्ट भयो। अर्थात कम अमाउन्ट पोस्ट हुनु भनेको त यो अन्डरकास्ट जस्तै हुनु हो। बुझ्नुभयो नि? अन्डरकास्ट भएको छ भने सेम साइट अर्थात बिमलकै डेबिट साइडमा गएर हामीले यसलाई रेक्टिफाई गर्नु पर्यो। ल यसलाई रेक्टिफाई गरौँ त। टु रेक्टिफिकेसन अफ बिमल्स अकाउन्ट अन्डरकास्ट। कति अन्डरकास्ट भएको छ भने लेखिनु पर्ने चाहिँ 3550 थियो भने उले के गरेको छ 3500 मात्र लेखेको छ। भनेपछि कति कम भयो त भन्दा 50 रुपीस। ल अब यो 50 रुपीसलाई हामीले यहाँ शो गर्छौं। यसरी विद्यार्थी भाइ बिनाहरु यो एररलाई पनि बिफोर ट्रायल ब्यालेन्सको केसमा हामीले सच्यायौं। यदि यही केस आफ्टर ट्रायल ब्यालेन्सको हुन्थ्यो भने कसरी सच्याउँथ्यौं त? ल हेरौं त विद्यार्थी भाइ बिनाहरु। यसको राइट इन्ट्री के हुन्छ त? बिमल्स अकाउन्ट डीआर कति छ 3550 टु क्याश अकाउन्ट 3550। उसको एरर कहाँनिर भइदियो भने बिमल्स अकाउन्ट डीआर। ल बिमल्स अकाउन्ट डीआर हुनुपर्ने थियो डीआर गर्यो तर अमाउन्टमा उले के लेखिदियो त भन्दा 3550 लेख्नु पर्ने ठाउँमा 3500 मात्रै लेखिदियो। बुझ्नुभयो? अनि हामीले बुझिसकेका छौं क्याश अकाउन्ट त राइट छ अर्थात क्याश अकाउन्टको अमाउन्ट चाहिँ के छ त भन्दा राइट नै लेखेको छ टु क्याश अकाउन्ट भन्छ कति छ 3550। ल हेर्नुस् त हामीले के गर्नु पर्यो भने क्याश अकाउन्ट त राइट छ राइट भएकोलाई सच्याउनु पर्दैन। समस्या भएको कहाँनिर के हो त भन्दा बिमललाई 3550 गर्नुपर्ने ठाउँमा उले कति मात्रै गरेको छ 3500 मात्रै गरेको छ। भनेपछि कति अमाउन्टले अझै बिमललाई डेबिट गर्नु पर्यो त भन्दा 50 रुपीसले। अर्थात अन्डरकास्ट गरे हुनाले यो अन्डरकास्ट भनेको सेम साइडमा हामीले चाहिँ शो गर्नुपर्ने हुन्छ। सेम साइड भनेको बिमल चाहिँ अहिले डेबिट छ डेबिट साइडमै हामीले जतिले कमी भएको छ त्यति बराबर अमाउन्टले बिमल्स अकाउन्टलाई डेबिट गर्नु पर्यो। अर्थात विद्यार्थी भाइ बहिनीहरु ल हेर्नुस् त बिमल्स अकाउन्ट डीआर भनेपछि कति अमाउन्टले गर्नु पर्यो 50 रुपीसले। क्रेडिटमा के छ त केही छैन भनेपछि हामी सस्पेन्ड अकाउन्ट प्रयोग गर्छौं टु सस्पेन्स अकाउन्ट। यसलाई कतिले जनाउँछौं 50 रुपीसले। यसरी विद्यार्थी भाइ बहिनीहरु हामीले के गर्यौं भने यो वन साइडेड एररलाई पनि आफ्टर र बिफोर ट्रायल ब्यालेन्सको केसमा रेक्टिफाई गर्यौं। ल विद्यार्थी भाइ बहिनीहरु आज हामीले वन साइडेड एररसँग सम्बन्धित रहेर बनेका विभिन्न किसिमका क्वेशनको प्रकारहरूलाई आफ्टर र बिफोरको केसमा रेक्टिफाई गर्यौं। हस्त विद्यार्थी भाइ बहिनीहरु आजको लागि यति नै राखौं। अर्को भिडियोमा म तपाईहरुमा टु साइडेड एररसँग सम्बन्धित रहेका प्रब्लमहरूलाई लिएर उपस्थित हुने नै छु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। हस्त नमस्ते बाइ बाइ।